पैसा कमाउने चाहना जिन्दगीमा कसलाई हुँदैन र धनी बन्ने चाहना कसलाई हुँदैन र तपाईँ म लगायत संसारमा जति पनि मान्छे छन् उद्देश्य भनेको पैसा कमाउने धनी बन्ने चाहना सबैजनामा हुन्छ। द साइकोलोजी अफ मनी बाई मोर्गन हुजेल यो भनेको फाइनेन्समा लेखिएको वान अफ द बेस्ट किताब अहिलेसम्मको र यो किताबको उद्देश्य भनेको हामीहरूले पैसासँग सम्बन्ध कसरी बनाउने, पैसा कसरी जोगाउने, पैसा कसरी कमाउने भन्ने कुरा यो किताबले सिकाउँछ हो। तपाईँले पनि पढ्नु भएको छैन भने एकचोटि पढ्नु होला। म यो बुकको आज रिभ्यू गर्न गइरहेको छु र मैले भनेको जम्मा 3 चोटि यो किताब पढिसकेको छु। प्रत्येकचोटि पढ्दाखेरि भनेको पैसासँग सम्बन्ध अझ कसरी राम्रो बनाउन सकिन्छ भनेर म सिकिरहेको छु। सुरुमा भनेको मैले अमेरिका हुँदा फर्स्ट टाइम पढेको थिएँ, जापानमा हुँदा सेकेन्ड टाइम, अहिले भनेको भर्खरै रिसेन्टली म थर्ड टाइम पढेको छु र म बेला बेलामा यो किताब पढि पनि रहन्छु। किनकि एभ्री टाइम जब म पढ्छु मैले नयाँ कुरा सिकिरहेको हुन्छु, नयाँ कुरा फाइनेन्स सम्बन्धी म कसरी फाइनेन्सियली फ्रिडम हुन सक्छु भन्ने कुरा यहाँबाट म सिकिरहेको हुन्छु। र आज भनेको म तपाईँलाई 8वटा मनी लेसन मैले के पढेँ त, यो किताबमा के छ त, म तपाईँहरूलाई त्यो भन्न गइरहेको छु है त। र मोर्गन होजेलले भनेको जम्मा 20वटा पोइन्टमा 20वटा च्याप्टर छन् यसका होइन, विभिन्न लेसन्सहरू छन्। त्यो मध्येको म 8वटा इम्पोर्टेन्ट के छन् ती त्यो तपाईँहरूलाई म पोइन्ट आउट गर्छु है। नम्बर 1 भनेको नो वान इज क्रेजी हो। पैसासँग कोही पनि क्रेजी हुँदैनन् क्या। हामीहरूले भनेको जिन्दगीमा धेरै कुरा देखिरहेको हुन्छौँ। जस्तै तपाईँ बजारमा जानुभएको छ, कसैले भनेको पैसा विभिन्न सामानहरू क्या तपाईँलाई लाग्छ यो मलाई चाहिँदैन किन यसले खर्च गरेको भन्ने तपाईँलाई लाग्छ, तर उसले पुरै खर्च गरिरहेको हुन्छ। तर पैसाको मामलामा भनेको पुरै नो वान इज क्रेजी, किनकि आफ्नो आफ्नो एक्सपिरियन्स कस्तो छ नि त्यो आधारमा मान्छेले व्यवहार गर्छ क्या। जस्तै तपाईँले सोच्नुहुन्छ फाइनेन्स सम्बन्धी मलाई थाहा छ यो कुरा भनेर सोच्नुहुन्छ नि, तर तपाईँले सोचेको कुरा भनेको 0.00000001% मात्र यो विश्वमा जसरी यो पैसासँग सम्बन्धित चलिरहेको हुन्छ नि त्यति मात्र तपाईँको दिमागले सोच्छ क्या। तर तपाईँलाई के लाग्छ, मैले जसरी पैसालाई सोध्छु नि हो 80% यो विश्वको पैसा त्यसरी नै चल्छ भन्ने कुरा तपाईँको दिमागमा आइरहेको हुन्छ क्या। तर तपाईँले त्यो लिएको डिसिजन भनेको त 0.0001% मात्र वर्ल्डमा जसरी फाइनेन्स चल्छ नि हो त्यो तपाईँले सोच्नुहुन्छ क्या। अनि अरू कसैले पुरै खर्च गर्छ, तपाईँलाई त्यो वायत लाग्छ भने पनि तपाईँलाई वायत लाग्छ नि, तर उसले भनेको यो ठिक छ भनेर उसको लाइफ एक्सपिरियन्स कस्तो हो त्यसको आधारमा उसले खर्च गरिरहेको हुन्छ। अनि अर्को कुरा भनेको राइटरले यो 1970 को S&P 500 को एक्जाम्पल पनि यो किताबमा यो च्याप्टरमा नो वान इज क्रेजीमा दिनुभएको छ। के छ भन्दाखेरि 1970 मा S&P 500 भनेको US को इन्डेक्स भन्नु जुन चाहिँ भनेको 500वटा ठुला कम्पनीहरू मिलेर यो S&P 500 बनेको छ। अनि S&P 500 जब 1970 मा जन्मेको मान्छेले भनेको त्यतिखेर S&P 500 बढेको थियो। उनीहरूले के सम्झिन्छ S&P 500 बढ्छ भन्ने सम्झे, तर 1950 मा जन्मेको मान्छेले S&P 500 भनेको त्यतिखेर बढेको थिएन क्या। अनि दुईजनालाई S&P 500 को बारेमा सोध्ने हो भने 1970 कोले भनेको यो त बढ्छ भन्छ, 1950 कोले के भन्छ यो त बढ्दैन हुँदैन यसमा इन्भेस्ट गर्नु हुँदैन भन्छ। हो लाइफ एक्सपिरियन्स आफूले जे बुझेको छ नि त्यही भनिन्छ क्या। नर्मली सम्झिनु त कुनै पनि वर्ल्ड वार भएको छ, वर्ल्ड वारको बेला कुनै पनि मार्केट क्रास हुन्छ कि माथि जान्छ, युजली हामीले बुझ्ने भनेको मार्केट क्रासै हुन्छ। अब जर्मन र जापानमा जब वर्ल्ड वार 2 भएको थियो त्यतिखेर मार्केट पुरै ध्वस्त क्रास भएको थियो क्या। तर त्यतिखेर US मार्केट 1941 देखि 1945 को बिचमा भनेको पुरै मार्केट डबल भएको थियो क्या। जर्मन बस्नेले भनेको मार्केट क्रास हुन्छ भन्छ, अमेरिका बस्नेले भनेको के भन्छ त मार्केट बढ्छ डबल हुन्छ भन्छ। हो आफ्नो एक्सपिरियन्सले के हुन्छ त्यही नै भन्छ क्या। अनि अर्को एउटा राइटरले एउटा मिठो एक्जाम्पल पनि दिनुभएको छ जुन चाहिँ अमेरिकाको यो रियालिटी पनि हो क्या। अमेरिकामा भनेको यो लटरी चिठा लटोहरू एकदमै पपुलर छ होइन। अनि एभरेज त्यहाँ चाहिँ लोएस्ट इन्कम त्यहाँ एकदमै गरिब परिवारहरूले प्रत्येक वर्ष भनेको $412 चाहिँ उनीहरूले के गर्दो रहेछ त त्यहाँ लटो किन्नको लागि लटरी किन्नको लागि उनीहरूले खर्च गर्दो रहेछ, जुन चाहिँ 4 टाइम हाइएस्ट त्यहाँ चाहिँ हाइएस्ट इन्कम धेरै कमाउनेहरूको परिवारभन्दा 4 टाइम्स बेसी हो। उनीहरूको दिमागमा के हुन्छ भन्दाखेरि चिठा काटो भने म कुनै दिन मिलियनियर हुन्छु धनी बन्छु भनेर उनीहरूले $412 प्रत्येक वर्ष खर्च गरिरहेको हुन्छ। तर उनीहरूले इमर्जेन्सीमा भनेको मान्छे मर्न आँटो $400 निकाल भन्दाखेरि पनि तिनीहरूले निकाल्न नसक्ने अवस्थामा मान्छेहरू हुन्छन् क्या। त्यो भएर उनीहरू के त त्यो एउटा
चिट्ठा पढ्छ, कुनै दिन मिलेनियर हुन्छु भनेर आफूसँग भएको सम्पत्ति पैसा जब कि $400 निकाल्न पनि सक्दैनन्, इमर्जेन्सीमा पैसा हालिरहेको हुन्छन्। सम्झिनु त, तपाईँ हामी सम्झिँदाखेरि त्यस्तो पैसा निकाल्न सक्दैन भने किन गर्नु त, कस्तो क्रेजी खालको दिमाग भनेर तपाईँले पनि पक्कै सोच्नुभयो होला होइन। तर उनीहरूलाई के त्यो क्रेजी लाग्दैन, नर्मल कुनै न कुनै एक दिन मलाई पर्छ भनेर भन्छ हो। त्यसो हुँदाखेरि आफ्नो पैसासँग सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा आफूले कस्तो एक्सपिरियन्स गरेको छ नि, मान्छेको फरक फरक एक्सपिरियन्स अनुसार पैसालाई कसरी हेर्ने भन्ने कुरा पनि फरक फरक नजर हुन्छ। नम्बर 2 मा भनेको लक एन्ड रिस्क हो। हामी जिन्दगीमा धनी हुनको लागि, पैसा कमाउनको लागि भनेको लकले पनि एकदमै इम्पोर्टेन्ट रोल खेल्छ। त्यस्तै रिस्क पनि लिन सक्नुहुन्छ। जति ठुलो रिस्क लियो नि मान्छे त्यति नै सक्सेसफुल, त्यति नै धनी हुन सक्छ। अनि राइटरले के भन्नुहुन्छ भन्दाखेरि हामी कसैको सक्सेस देख्यौँ भने त्यो कपी गर्न खोज्छौँ, तर कपी नगर्नु भन्नुहुन्छ। डोन्ट कपी अदर सक्सेस बट स्टडी सक्सेसफुल पर्सन प्याटर्न चाहिँ पढ्नु भन्नुहुन्छ क्या। किनकि हामी कसैको एउटा सक्सेस कपी गर्न खोज्यौँ भने उनीहरूले कस्तो गरेको छ भन्ने कुरा हामी बुझ्दैनौँ क्या। किनकि आफ्नो आफ्नो मान्छेको आफ्नो आफ्नो फरक कुरा हुन्छ, कसरी एक्सपिरियन्स गरेको हुन्छ, त्यो कुराले एकदमै इम्पोर्टेन्ट रोल खेल्छ। राइटरले बिल गेट्सको एक्जाम्पल दिएको छ लक एन्ड रिस्कमा। लकले कसरी बिल गेट्सलाई फेभर गर्यो भनेर माइक्रोसफ्टको मालिक 1968 मा हाई स्कुल एटेन्ड गरेका हुन्छन् र त्यो इयरमा भनेको विश्वभरिबाट हाई स्कुल जाने भनेको 303 मिलियन हाई स्कुल स्टुडेन्टहरू जान्छन् यो विश्वभरिबाट, र 18 मिलियन स्टुडेन्ट भनेको अमेरिकादेखि जान्छन्। र बिल गेट्सले पढेको भनेको वासिङटन स्टेटमा हाई स्कुल आफ्नो दिएका हुन्छन्। वासिङटन स्टेटबाट जम्मा भनेको 2,70,000 वासिङटन स्टेटबाट हाई स्कुल एटेन्ड गर्ने हुन्छन्। र बिल गेट्स भनेको सियाटल एरियाबाट हुन्छ। सियाटल एरियाबाट भनेको 1 लाख स्टुडेन्ट हुन्छन् र त्यो सियाटल एरियाको पनि लेक साइड स्कुल जहाँ चाहिँ भनेको बिल गेट्सले आफ्नो हाई स्कुल कम्प्लिट गरेका हुन्छन्, त्यहाँबाट भनेको 300 जना लेक साइड स्कुल जाने हुन्छन्। सम्झिनु त, 303 मिलियनबाट 300 जनामा घटिसके। 303 मिलियनबाट 300 भनेको 1 इन अ मिलियन। 1 मिलियनमा भनेको एकजना स्कुल। म यो किन सुनाउँदैछु भन्दाखेरि त्यतिखेर विश्वभरि यो कम्प्युटर भएको भनेको नि त्यो वासिङटनको त्यो लेक साइड स्कुलमा मात्र थियो क्या। जबकि बिल गेट्स पनि त्यहाँ पढेका थिए र उनी भनेको 1 इन अ मिलियन स्टुडेन्टमा पढ्छन्। र बिल गेट्सले 2005 मा त्यही स्कुलमा गएर भनेका छन् यदि लेक साइड स्कुल नहुँदो हो त आज माइक्रोसफ्ट हुँदैन थियो। किनकि मैले त्यतिखेरै भनेको फर्स्ट टाइम मेरो स्कुलमा यो विश्वभरि यहाँ मात्र थियो कम्प्युटर, मैले सिक्ने मौका पाएँ, त्यो भएर मैले माइक्रोसफ्टको स्थापना गरेँ भनेर भनेको छ। त्यसो हुँदाखेरि लक प्ले इम्पोर्टेन्ट रोल भन्ने कुरा पनि यहाँ देख्नुहुन्छ क्या। किनकि उनी एकदमै लकी भयो क्या। कम्प्युटर भनेको विश्वभरिमा उनको स्कुलमा मात्र थियो भनिसके पछाडि ऊ त एकदमै लकी भयो नि। त्यसो हुँदा तपाईँ पनि जिन्दगीमा धनी बन्नु छ, केही गर्नु छ भने अरूको सक्सेस जे छ त्यो कपी गर्नु भन्दाखेरि पनि आफ्नो कस्तो छ आफ्नो हेरेर अगाडि बढ्नु होला। नम्बर 3 मा भनेको एकदमै इम्पोर्टेन्ट नट इनफ हो। हामी जिन्दगीमा तपाईँले खाना खान बस्नुभयो, तपाईँ अगाउनुहुन्छ, लुगा किन्न जानुभयो, तपाईँ अगाउनुहुन्छ, हरेक कुराले अगाउनुहुन्छ, मलाई पुग्यो भन्नुहुन्छ। तर विश्वमा पैसा भन्ने चिज यस्तो हो तपाईँलाई कहिले पनि पुग्दैन क्या। तपाईँलाई मात्र होइन मलाई पनि होइन। एक्जाम्पल हामी एलन मस्कको लियौँ, जो चाहिँ भनेको विश्वको अहिले सबसे धनी व्यक्ति, जम्मा 321 बिलियन मात्र उनी विश्वका धनी व्यक्ति। उनको नेटवर्क छ, उनीसँग याद छ, ब्युटिफुल हाउसहरू छन् होइन, कार छ, पुरै उनको स्पेस एक्सै छ होइन, रकेट छ, प्राइभेट जेट छ, लगायतका धेरै कुराहरू कम्पनी उनीसँग छ होइन। अनि उनलाई पनि भनेको पैसाले कहिले पुग्दैन, इनफ भयो भनेर कहिले पनि भन्दैनन्। त्यसो हुँदा तपाईँ पनि जिन्दगीमा आफूसँग जे छ त्यसमै खुसी हुनलाई सिक्नुहोस् क्या। पैसा भनेको कहिले पनि जिन्दगीमा पुग्दै नपुग्ने चिज भनेको पैसा हो। मलाई पुगेन भन भने जिन्दगीमा खुसी कहिले हुँदैन, त्यसले झन् दुःख बनाउँछ। बरु आफूसँग जे छ त्यसैमा खुसी हुनलाई सिक्नुहोस्। पैसा भनेको मान्छेसँग 1 लाख छ भने 10 लाख बनाउन मन लाग्छ, 10 लाख छ भने करोड बनाउन मन लाग्छ, करोड छ भने $1 मिलियन बनाउन मन लाग्छ, मिलियन छ भने $1 बिलियन बनाउन मन लाग्छ, अनि बिलियन छ भने अब नम्बर 1 मा कसरी आउने, विश्वको धनी मान्छे कसरी भन्नेतिर मान्छे चेन्ज गर्न थाल्छ क्या। त्यसो हुँदाखेरि जे छ त्यसमै तपाईँ पनि खुसी हुनुहोला। नम्बर 4 मा भनेको अन्डरस्ट्यान्ड द पावर अफ कम्पाउन्डिङ हो। कम्पाउन्डिङको पावर तपाईँ पनि बुझ्नुहोस्। र राइटरले के भन्नुभएको छ भन्दाखेरि द मोस्ट प्रोफिटेबल फाइनेन्सियल स्किल इज
प्यासेन्स। प्यासेन्स भनेकै जिन्दगीमा सबसे ठुलो फाइनेन्सियल स्किल भनेकै प्यासेन्स हो भनेर वारेन बफेटको एक्जाम्पल दिएको छ प्यासेन्सको। किनकि स्टक मार्केटबाट सबसे बेसी पैसा कमाउने व्यक्ति भनेको वारेन बफेट हुन्। उनको नेटवर्थ अहिले भनेको $159 बिलियन छ र उनको त्यो नेटवर्थको 95% एबोभ भनेको उनी जब 68 वर्षका भयो नि त्यस पछाडि मात्र उनी धनी भएका हुन् क्या, त्यस पछाडि आएको। त्यसको मतलब उनले भनेको अर्ली एजबाट इन्भेस्ट गर्न थाले र उनको त्यो कम्पाउन्डिङको पावरले गर्दाखेरि धनी भए। र तपाईँहरू पनि अर्ली एजबाट इन्भेस्ट गर्न थाल्नुहोस् र कम्पाउन्डिङको पावर बुझ्नुभयो भने मात्र जिन्दगीमा तपाईँ धनी हुनलाई सक्नुहुन्छ। नम्बर 5 मा भनेको द हाइएस्ट फर्म अफ वेल्थ इज कन्ट्रोलिङ योर टाइम हो। जसले आफ्नो समय कन्ट्रोल गर्न सक्छ नि त्यो नि सबसे धनी मान्छे भनेर राइटरले भनेका छन्। कि नभन्दै हो पनि क्या, हामी जिन्दगीमा अब सम्पत्ति भन्ने बित्तिकै मान्छेले सम्झिने भनेको कलेक्सन अफ कार होइन, घडी, बिग हाउस, याच, पैसा, त्यो हामी सम्झिन्छौँ। तर मेन सम्पत्ति भनेको अर्थले के भनेका छन् भन्दाखेरि द हाइएस्ट फर्म अफ वेल्थ इज द एबिलिटी टु वेक अप एभ्री मर्निङ एन्ड से आई क्यान डु वाट एभर आई वान्ट टुडे हो। जिन्दगीमा सबसे धनी व्यक्ति, सम्पन्न व्यक्ति भनेको त्यो व्यक्ति हो जो चाहिँ भनेको एभ्री मर्निङ बिहान उठ्दा उठ्दै के भन्न सक्छ, म आज भनेको मलाई जे मन लाग्यो म त्यही गर्न सक्छु, मेरो समयअनुसार चल्छु भनेर जो व्यक्तिले भन्न सक्छ, गर्न सक्छ, जिन्दगीमा त्यो जतिको धनी मान्छे कोही होइन भनेर भनेका छन्। नभन्दै हो क्या, हामी जिन्दगीमा भनेको आफूले चाहेको कुरा आफ्नो टाइममा चल्न सक्यौँ भने जिन्दगीमा त्योभन्दा खुसी केहीले पनि दिँदैन। नम्बर 6 मेटेरियलिस्टिक थिङ डोन्ट मेक यु रिच। यो फोटो हेर्नु त, तपाईँहरू 99%ले मलाई लाग्छ यो फोटोमा उभिएको मान्छे भन्दाखेरि पनि यो गाडी कस्तो छ, कस्तो रङको छ, कति राम्रो गाडी छ भनेर झट्ट हेर्दाखेरि हेर्नु होला हो। मैले पनि त्यही हेरेँ सुरुमा हेर्दाखेरि। हामी जिन्दगीमा जस्तै गाडी भयो, घर भयो, घडी भयो, राम्रो जुत्ता लुगा लाउँदाखेरि भनेको मान्छेले चट्ट हामीलाई हेर्छन् भन्ने सम्झौँ। तर उनीहरूले भनेको त्यो मेटेरियलिस्टिक थिङलाई मात्रै हेर्छन्, तपाईँलाई बाल दिँदैनन् क्या। त्यसो हुँदा यस्ता मेटेरियलिस्टिक थिङ किन्नु भनेको चाहिँ अझ तपाईँ जिन्दगीमा गरिब हुनु हो। मेटेरियलिस्टिक थिङको पछि कहिले पनि नलाग्नु। नम्बर 7 रिच इज भिजिबल एन्ड वेल्थ इज इनभिजिबल हो। रिच धनी हुनु र वेल्थ सम्पन्न हुनुमा एकदमै फरक छ। धनी हुनु भनेको चाहिँ के हो भन्दाखेरि तपाईँले एउटा राम्रो गाडी किन्नुभयो, घडी किन्नुभयो, घर किन्नुभयो, जुन चाहिँ भनेको मान्छेलाई सोफ टाइपको हुन्छ क्या। तर वेल्थ भनेको चाहिँ गुदी दह्रो हुनु हो क्या। मान्छेले देखोस् नदेखोस् तर भित्रभित्री तपाईँ सम्पन्न हुनुभयो भने चाहिँ त्यसलाई वेल्थी भनेर भनिन्छ। त्यसो हुँदा हामी जहिले पनि रिचको पछि भन्दाखेरि पनि वेल्थ कसरी सम्पन्न बन्न सकिन्छ त्यसको पछाडि लाग्नु भनेर राइटरले भनेका छन्। नभन्दै जिन्दगीमा जब मान्छे मेटेरियलिस्टिक थिङको पछि लाग्छ, रिच बन्नको सोफमा लाग्छ भने मान्छे जहिले पनि गरिब हुन्छ भनेर भनेका छन्। राइटरले के भनेका छन् भन्दाखेरि स्पेन्डिङ मनी टु सो पिपुल हाउ मच मनी यु हेभ इज द फास्टेस्ट वे टु हेभ लेस मनी हो। जिन्दगीमा तपाईँले जब मान्छेलाई देखाउन थाल्नुहुन्छ मसँग यति छ पैसा उति छ भने सबसे छिटो पैसा सकिने तपाईँ गरिब हुने कारण पनि त्यही हो। त्यसो हुँदा यो सोअपको पछाडि नलाग्नु भनेका छन्। नम्बर 8 सेभ एज मच एज यु क्यान। जिन्दगीमा पैसा कमाउनु भन्दाखेरि पनि तपाईँ बचाउनतिर लाग्नु भनेर भनेका छन्। तपाईँहरू आफ्नो बेसिक खर्च गर्नुलाई अब बचाउने भन्दै पुरै खर्च नगरेर होइन, आफ्नो बेसिक खर्च गरेर तर अनवान्टेडहरू कटअप गरेर आफ्नो पैसा जोगाउनु भनेर भनेका छन्। तर इगो हटाएर भनेका छन् राइटरले, किनकि हामी जिन्दगीमा इगोले गर्दाखेरि झन्झन गरिब हुन्छौँ क्या। जस्तै कोही मान्छेले नयाँ गाडी किन्नु, मोटर बाइक किन्नु, हामी पनि भनेको त्यस्तै देखाउनु पर्यो, त्यस्तै गर्नु पर्यो। इगोले गर्दाखेरि मान्छेलाई जिन्दगीमा झन्झन गरिब बनाउँछ। इगोको पछि नलाग्नु भनेर राइटरले भनेका छन्। पक्कै पनि तपाईँलाई यो बुकको रिभ्यू एकदम मन पर्यो होला, एकदमै बेस्ट। यो किताब मैले 3 चोटि पढेँ। म मेरो लाइफमा म पढेको गर्छु क्या। एभ्री भनेको लगभग 6 मन्थमा एकचोटि म आफूलाई यो किताब पढ्छु। हरेकचोटि म नयाँ कुरा सिकिरहेको हुन्छु। तपाईँ पनि प्लिज है एकचोटि आफ्नो फाइनेन्सियल फ्रिडम, तपाईँको फाइनेन्स सुधार्नु छ, जिन्दगीमा पैसा कमाउनु छ, धनी बन्नु छ भने यो किताब पढेर यो किताबमा भएका कुराहरू लागू गर्नु होला। तपाईँ पनि पैसा कमाउनलाई सक्नुहुन्छ। र कस्तो लाग्यो आजको यो बुक रिभ्यू मुनि कमेन्ट गर्नु होला। भिडियोलाई एक लाइक पनि गरिदिनु होला। त्यसो हुँदा युट्युबले रिकमेन्डेसन गर्छ र हाम्रो युट्युब च्यानलमा नयाँ हुन्छ भने ट्याग सब्सक्राइब गरेर पनि जोडिनु होला है।